Yo guys, what's up? Welcome back to another reaction. So आजको reaction is going to be on uh, one of the finest female MCs in Nepali hip hop scene. सिलु पोखरेलको कुलत भन्ने गीत. सो यसमा चाहिँ धेरैजनालाई सर्ट छ भन्ने कुरा छ, एकदम रिक्वेस्टेड पनि थियो. प्लस आज समथिङ जुनमा चाहिँ मैले धेरै दिमाग लाउनु पर्दैन, किनभने मैले दिमाग लाएर काम छैन. आई विल नट अन्डरस्ट्यान्ड हैन, त्यो लिरिसिजम भएको मान्छेकोमा एक्चुअली हेरौँ भनेर आएको. सो सिलु जी इज हियर विथ कुलत. अब के भन्ने अरू मैले के भन्नु मिल्दैन, यहाँतिर एकदम दिग्गज नामहरूलाई सर्ट छ भन्ने कुरा छ. सो लेट्स चेक इट आउट. आजकल मेरो इन्टरनेटले नि प्ले गर्न मानिरहेको छैन. वाट ए ओके यस लेट्स गो. सिडनी Queen. Yeah. Tap it up, horma gandai, gandina gandai, gandina ma. Toile hana rap sundai sondina ma, sondina ma. Malai mere flow, take my ma bata, sick hana hoina mile dis, ta ganja khaira tis. म एकदम नराम्रो मुडमा छु है, बट आई थिङ्क दिस इज गोइङ टु मेक मी ह्याप्पी. म लिजिट आम ह्याभिङ अ ब्याड डे, तर दिस इज गोइङ टु मेक मी फिल गुड. मलाई थाहा पाइसकेँ, त्यसैले पनि म यो हेर्न आएको. एक्ज्याक्टली. मेरो नाममा भएको छ, मेरो नाममा भएको छ. लड्दै पढ्दै आइपुगेमा छता छुल्ला भएको रहेछ, विकृतिले नै पपेर साह्रै बदनाम भएको रहेछ. सिंहासनलाई सम्हाल्न खाँचो मेरै भएको रहेछ. गर्छुमा प्रे दुई हात जोडेर नेपप सधैँ राम्रो होस् भनेर नेपप डुब्यो मालेहरू छिरेर आइसक्यो म. नेपप डुब्यो मालेहरू छिरेर. ओके, सी इज टकिङ. आई मिन बालेन दाईको त इज्जतमा दागै लगाइदियो यार, रोड सफा गर भनेर. म्यान शिट. बट सी इज स्पिटिङ फ्याक्ट्स. राइम आफ्नो ठाउँमा छ, राइमै कति ठाउँमा छैन होला, बट छ होला. आई डोन्ट नो, माइट बी कम्प्लेक्स राइमिङ, जेसुकै होस् आफ्नो ठाउँमा होला. तर सी इज स्पिकिङ फ्याक्ट्स. न लिजिट आदि ऱ्यापर्सहरू गजेडी मात्र छन्, गाँजाकै धुतमा हुन्छन्. मतलब गाँजासम्म त ठिक छ, गाँजाभन्दा माथि छन्. मैले भने नि ऱ्यापर्सहरूलाई लाइभ आउन बन्द गराइदेऊ, लिजिट. नेपप सधैँ राम्रो होस् भनेर नेपप डुब्यो मालेहरू छिरेर आइसक्यो म. मैले यस्तो कुरा भन्न नहुने हो, बट वेन सी सेड मालेहरू, सी पोइन्टेड एट हरसेल्फ. त्यो नगर्नुपर्ने थियो प्लिज. सधैँ राम्रो होस् भनेर नेपप डुब्यो मालेहरू छिरेर आइसक्यो म. गोली गट्टा बोकेर केही हुन्न, दुई चार कुकुरहरू मरेर रिसनेहरू साला रिस गरिराख. लाग्दैछ मेरो पनि खुकुरीमा धार, सक्छु म झेल्न शब्दको प्रार. हाती बाटो हिँडिसके हेर्दिन ब्याक. ऱ्यापरहरू सबैजना गाजा गोटी खाने, काम दाम केही छैन, गफैमा त दिने. दिनभरि चार्जमा, काल्पनिक संसारमा काम पनि छैन, फुर्सद नि छैन. दाईहरू भन्यो Oh my god, the amount of facts he is spitting. काम पनि छैन, फेरि फ्री पनि छैन. कस्तो खालको बिजीहरू हुन्छन्, एक्ज्याक्टली हुन्छन् यस्तो बिजीहरू. लिजिट. आई मिन कसैलाई हुन्छ नि एउटा टाइममा बोलाइन्छ, ल म आएँ दाइ, म आएँ, अनि हुन्छ नि आफ्नो एउटा टाइममा भने हुन्छ, त्यसपछि 2-3 घन्टा पछि आउँछ. के गर्दै थिएस्? थाहा छैन. फ्री पनि होइन, बिजी पनि होइन. कस्तो खालीको यो. चार्जमा, काल्पनिक संसारमा काम पनि छैन, फुर्सद नि छैन. दाईहरू भन्यो, भाइहरू भन्यो, गाँजाको पोको अगाडि राख्यो, थरी थरी गाँजा पारे पालो तान्यो, आफूले डोपेस्ट ऱ्यापर ठान्यो. लाउरेको ऱ्याप एकदमै फ्ल्याट, नो रिदम नो राइम्स, फुल अफ क्र्याप. हार्यो दाईले लिरिकल गेम, धुलोले उडायो नेम एन्ड फेम. ऱ्यापरहरू लौरे दाइले रिप्लाई दिनुहुन्छ त अब. फ्लो एकदम फ्ल्याट छ अरे, नेम पेन फेम धुलोले उडाइसक्यो अरे. अब
त्यो त इन अ वे फ्याक्ट्स के भन्ने सी इज स्पिटिङ फ्याक्ट्स ब्रो अरे दाइले लिरिकल गेम धुलोले उडायो नेम एन्ड फेम र्यापरहरू सबैले गरिरहेछन् भुल चुरोट तान्दै पोडकास्टमा बन्न खोज्छन् कुल सोझा साझा अडियन्सलाई बनाइरहेछन् फुल फरक छु म मिसिन्न भेडाको हुल ऱ्याप नहन भाइ नसम्म झुमेर कति आइ कति गए देश खान्छु भनेर धेरै ऱ्यापर मरेका छन् ओभरडोज भएर अघि बढ्छन् तेरो लास माथि कुचेर ट्यापे ऱ्यापरहरूमा गन्दै गन्दिन गन्दै गन्दिन लाइफमा दुईवटा कुरा चाहिँ राख्नु हामी अहिलेसम्म फ्याक्ट्स स्पिड गराएको छ दुईवटा कुरा चाहिँ लाइफमा राख्नु जुन चाहिँ कन्फिडेन्स सिलुजीको छ त्यो कन्फिडेन्स सेकेन्ड जुन चाहिँ कन्फिडेन्स उहाँको पति परमेश्वरलाई उहाँमाथि छ त्यो कन्फिडेन्सवाला पार्टनर खोज्नुहोस् लाइफमा यो दुईवटा कुरा भयो भने चाहिँ दामी हुन्छ अनि एक्स्ट्रा भनेको त्यो नाच डान्स गरिदिने केटी जो छ त्यस्तो साथी भइदियो भने त झन् जिन्दगी त लाइफ बन्यो केटाकेटीहरू त्यति चाहिँ चाहिन्छ लाइफमा तैँले हानेर सुन्दै सुन्दैन म सुन्दै सुन्दैन म मलाई मेरै फ्लो ठिक भाइ मबाट सिक हाने होइन मैले डिस त गान्जा खाएर ठिस बालन बाटो सफा गर सिलु सवार हुँदैछ आजदेखि नेट हक मेरो नाममा भएको छ मेरो नाममा भएको छ जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथे धुलो मेरो अघि बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो घरमा छैन म किन अगाडि नै हाँस्छु थाहा छ यो लाइन चाहिँ मैले रिलमा देखेकै थिएँ क्या जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथेँ धुलो मास्टरबेसन गर्थेँ गर्नुपर्छ के भन्छ द्याट्स सबैजनाले अघि बच्चा होस् भाइ कुरा नगर त ठुलो ठुलो घरमा छैन चामलको गेडो धाग्न दे गुची जोर्डनको काठमाडौँ पार गर्छु म कुरो नेपाल खाएर अस्ट्रेलिया ल्यान्ड युनिको प्रोफेसर छ मेरो फ्यान लाखौँ खर्चेको छु बटुल्न ज्ञान सल्लग जडिन देख सन खतरा छ मेरो केटा केटीको ग्याङ हातमा रोलेक्स Oh my god. Shit. युनिक पनि फ्यानै हो थाहा थिएन त मलाई हुनै पर्ने थियो बट गजडिन देख सन खतरा छ मेरो केटा केटीको ग्याङ हातमा रोलेक्स घाँटीमा चेन सिलो छ गाडी फुल छ ट्याङ्क छुट्टै छ पारा फुल छ ब्याङ्क दिनरात हसल ठुलै छ एम गरिब छु भन्छ सिम्पथी पाउन दाम खर्च गर्छ माल सामान किन्न फ्रेस माइले काम गर अगाडि बढ्न मबाट सिक सङ्घर्ष गर्न धनी बाउकी छोरी होइन झोपडीमा जन्मेको सत्य कुरा गरे मैले लाज मानिन कलम बोक्ने देखि गोली ठोक्ने सँग हिँडे माल सामान चाकिन $1 मिलियन छैन भने तेरो ब्याङ्कमा लाजमान पुग्छ मलाई क्रिटिसाइज गर्न डबल डिग्री कुलतको सिक्री तोडेर आइज सिलु दिदीसँग लेभल मिलाउन ह्यापी ऱ्यापरहरूमा गन्दै गन्दिन म अब $1 मिलियन मेरो ब्याङ्कमा त छैन होइन सो मैले क्रिटिसाइज गरेकै छैन लेभलै मिल्दैन अब डिग्रीको कुरामा माइट बी तर त्यो पनि ना उहाँसँग त नो वे नो तैँले हानेर सुन्दै सुन्दैन म सुन्दै सुन्दैन म मलाई मेरै फ्लो ठिक भाइ मबाट सिक हाने होइन मैले डिस त गान्जा खाएर ठिस बालन बाटो सफा गर सिलु सवार हुँदैछ आजदेखि नेट हक मेरो नाममा भएको छ मेरो नाममा भएको छ ओके अब केटाहरू चलेको ऱ्यापरलाई मात्र सपोर्ट गरे भन्छ अब के गर्नु सिलु पोखरेलको आएपछि त हेर्नै पऱ्यो होइन अब चलेको ऱ्यापरमा त सपोर्ट गरे होइन छ बिहान बिहान अरू पनि ऱ्यापरहरूको सब त्यो बिहानको हेर्न पनि जाँदा हुन्छ होइन बट या दिस इज अमेजिङ भ्युज गरेर आफै हेर्न जानु होइन अमेजिङ अब म सोचिरहेको छु रिप्लाई आउँछ कि आउँदैन हाम्रो लाउरे दाई बालेन दाईहरूबाट रिप्लाई आयो भने त डर
के हो केन्ड्रिक भर्सेस ड्रेक, फक द्याट, नेक्स्ट लेभल हुन्छ यहाँ। सिलोजीले काँचै खाइदिने सिलोजीले होइन, सिलोजीले त सिधै सक्यो। के भन्छ केन्ड्रिकले नट लाइक अस ड्रप गरे जस्तै हुन्छ, आई नो फर स्योर। अब यो नै लाइक द्याट जस्तो भइसक्यो। एनिवे यु गाइज डिसाइड कस्तो लाग्यो यो गीत होइन। म त $1,000,000 ब्याङ्कमा छैन, म धेरै बोल्दिनँ है। सो या विथ द्याट बिन सेड, आइल सी यु गाइज अगेन अन द रियाक्सन टिल देन टेक केयर, बाइ बाइ। God damn it, bro.